नमस्ते। आज हामी सिस्टमैटिक इन्भेस्टमेन्ट प्लान अर्थात् एसआईपी बारे कुरा गर्दैछौँ। यो नेपालमा सम्पत्ति बनाउने एउटा एकदमै सरल तर शक्तिशाली माध्यम हो। आउनुहोस् यसलाई गहिराईमा बुझौँ। सायद यो प्रश्न धेरैको मनमा आउँछ होला, हैन त? थोरै पैसा जम्मा गरेर कसरी ठूलो सम्पत्ति बनाउन सकिन्छ? ल, आज हामी यही प्रश्नको जवाफ खोज्नेछौँ र यसको जवाफ एसआईपीमा लुकेको छ। हो, पुँजी बजारमा लगानी सुरु गर्न लाखौं नै चाहिन्छ भन्ने छैन। महिनाको मात्र 1000 रुपियाँ हो, यति सानो रकमबाट पनि यो यात्रा सुरु गर्न सकिन्छ। आजको हाम्रो चर्चा यी 5 मुख्य विषयमा केन्द्रित हुनेछ। हामी एसआईपीको अवधारणादेखि लिएर यसको सुनौलो नियमसम्म सबै कुरालाई केलाउनेछौँ। ल, सुरु गरौँ है त। सबैभन्दा पहिला यो एसआईपी भनेको आखिर के हो त? यसको अवधारणाबाटै सुरु गरौँ। एकदमै सरल भाषामा भन्दा एसआईपी भनेको हरेक महिना एउटा तोकिएको रकम एउटा निश्चित म्युचुअल फन्डमा अनुशासित तरिकाले जम्मा गर्दै जाने प्रक्रिया हो। यसको सबैभन्दा ठूलो शक्ति नै यसको नियमितता र निरन्तरता हो। ठीक छ, एसआईपी के हो भन्ने त बुझियो। अब अगाडि बढौँ र हेरौँ कि यसका मुख्य फाइदाहरू के छन् जसले लगानीकर्तालाई साँच्चै मद्दत गर्छ। यहाँ एसआईपीका 5 वटा मुख्य फाइदाहरू छन्। पहिलो त यसले लगानीमा अनुशासन ल्याउँछ, नियमित बचत गर्ने बानी बसाल्छ। दोस्रो, यसले बजार तलमाथि हुँदाको जोखिमलाई कम गर्छ। तेस्रो, कम्पाउन्डिङको शक्तिले सम्पत्तिलाई तीव्र गतिमा बढाउँछ। र हो, यो एकदमै लचिलो हुनुका साथै जो कोहीको पहुँचमा पनि छ। सिपको सबैभन्दा शक्तिशाली फाइदाहरूमध्ये एक हो रुपी कस्ट एभरेजिङ। यसलाई हामी सिपको पहिलो महाशक्ति पनि भन्न सक्छौं। यो कसरी काम गर्छ भने जब बजार घटेको हुन्छ त्यही निश्चित रकमले स्वतः धेरै युनिट किन्छ, अनि जब बजार बढेको हुन्छ त्यही पैसाले थोरै युनिट किन्छ। यसले गर्दा लामो समयमा लगानीको औसत लागत एकदमै राम्रो हुन जान्छ र बजारको जोखिम पनि कम हुन्छ। अब कुरा गरौँ दोस्रो महाशक्तिको। यो एउटा यस्तो अवधारणा हो जसले दीर्घकालीन वृद्धिलाई सुनिश्चित गर्छ। यसलाई कतिले हिउँको डल्लो प्रभाव पनि भन्छन्। सानो डल्लो गुडाउँदै जाँदा विशाल बन्छ नि, हो त्यस्तै। यो भनेको पैसाले आफैको लागि काम गर्न थाल्नु हो। लगानीबाट कमाएको नाफालाई फेरि लगानी गर्दा त्यो नाफाले पनि नाफा कमाउन थाल्छ। लामो समयमा यसले सम्पत्तिमा आश्चर्यजनक वृद्धि ल्याउँछ। अब अलिकति हाम्रो आफ्नै बजारतिर लागौँ। नेपालमा सिपको विकास कसरी भयो, यसको यात्रा कस्तो रह्यो त्यो हेरौँ। यो टाइमलाइन हेर्दा 2069 सालमा पहिलो म्युचुअल फन्डबाट सुरु भएको यो यात्रा 2076 सालमा खुलामुखी फन्ड आएपछि साँच्चै अघि बढ्यो, किनकि यसले नै एसआईपीको लागि बाटो खोलिदियो। र आज त डिजिटल प्रविधिले गर्दा घरमै बसेर केही मिनेटमै एसआईपी सुरु गर्न सकिने अवस्था छ। ल, अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ। यति धेरै फन्डहरू छन्, तिनीहरूको प्रदर्शनलाई कसरी मूल्याङ्कन गर्ने? खाली अङ्कहरूमा मात्र हराउनु भएन, त्यसैले यसलाई राम्ररी बुझौँ। यो प्रश्न सायद सबैभन्दा धेरै सोधिने प्रश्न हो। कुन एसआईपीमा लगानी गर्दा सबैभन्दा धेरै फाइदा हुन्छ? तर यसको जवाफ त्यति सिधा छैन जति सोचिन्छ। कुनै पनि तथ्याङ्क हेर्नुभन्दा अगाडि लगानीको यो सुनौलो भनाइलाई सधैँ याद राख्नुपर्छ। हिजो धेरै नाफा दिएको फन्डले भोलि पनि त्यति नै दिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। सिपको प्रतिफल धेरै कुरामा भर पर्छ, जस्तै फन्ड कस्तो प्रकारको हो, इक्विटीमा धेरै लगानी गर्ने हो कि ऋणपत्रमा, बजारको अवस्था कस्तो छ, फन्ड म्यानेजर कतिको सिपालु छ, र सबैभन्दा महत्त्वपूर्ण लगानी कति लामो समयको लागि हो। याद राखौँ, इक्विटी फन्डमा प्रतिफल धेरै हुन सक्छ, तर जोखिम पनि त्यही अनुसार हुन्छ। कुनै पनि फन्डको मूल्याङ्कन गर्दा यी 3 मुख्य कुराहरूमा ध्यान दिन सकिन्छ। फन्ड सुरु भएदेखि अहिलेसम्म कति प्रतिफल दियो, विगतमा कति लाभांश बाढ्यो, र यसको एकाइको मूल्य अर्थात् एनएभी कति छ। उदाहरणको लागि एनआईबीएल सहभागिता फन्डको कुरा गरौँ। हालैको एउटा तथ्याङ्क अनुसार यसको रिटर्न सिन्स इन्सेप्सन अर्थात् स्थापना भएदेखिको कुल प्रतिफल करिब 86.53% थियो। तर यो बुझ्नु जरुरी छ कि यो कुनै एक वर्षको प्रतिफल होइन, यो फन्ड सुरु भएदेखिको आजसम्मको जम्मा प्रतिफल हो। अब हामी यो सबै चर्चाको सारमा आइपुगेका छौँ। एसआईपीको सबैभन्दा महत्त्वपूर्ण नियम के हो त? यसलाई नै हामी एसआईपीको सुनौलो नियम भन्न सक्छौँ। हो, यही हो एसआईपीको सुनौलो नियम। सबैको लागि एउटै एसआईपी राम्रो हुँदैन।
सबैभन्दा राम्रो एसआइपी त्यो हो जुन लगानीकर्ताको आफ्नै वित्तीय लक्ष्य, कति समयसम्म लगानी गर्ने योजना छ र कति जोखिम उठाउन सकिन्छ भन्ने कुरासँग ठ्याक्कै मेल खान्छ। वित्तीय लक्ष्यहरू सबैका हुन्छन् र ती पर्खिरहेका छन्। अब प्रश्न उठ्छ, पहिलो कदम के चाल्ने? आशा छ आजको यो विश्लेषणले थप अनुसन्धान गर्न र आफ्नो वित्तीय भविष्यबारे सोच्न सबैलाई पक्कै पनि केही ऊर्जा दिएको छ।